दादा चाहिँ हिजो आउनु भएको नि त गाइस। अन्त उहाँले चाहिँ घर कस्तो भयो भनेर उहाँलाई थाहै थिएन। त्यस्तै हो लौरीहरू, अब के गर्नु भनेको टाइममा आउनु पनि पाउँदैन घर। उहाँले चाहिँ हेर्नु हुँदैछ। कस्तो लाग्यो दादा अनि तपाईँ नहुँदा बनाएको घर? ठिकै छ? एकदमै खुसी हुनुहुन्छ बनाउँदा। हो, उहाँले चेक गर्नु हुँदैछ गाइस चाहिँ। के भन्नुहुन्छ अनि कस्तो लाग्यो? ठिकै छ अहिलेसम्म त। अहिलेसम्म ठिकै छ। मजाले निहाल्दा मात्रै कमी बेसी निस्किन्छ नि। हो, उँधोपट्टिबाट हेर्नु भएको छ त्यो अगाडि पछिको स्टाइल कस्तो लाग्यो तपाईँलाई? माथिको रेलिङ राख्ने क्याप जस्तो छ नि, राम्रो छ है। तपाईँको बुढीको चोइस हो त। ठिकै छ। अरे मैले होइन र अन्त मैले राख्नु भनेको होइन। अन्त दादाले चाहिँ एकदम घर चेक गरिराख्नु भएको छ है। कस्तो ग्यास्ट्रिक पो भयो त हौ, रोटी र चियाले त। हाम्रो घर यस्तो बनिँदैछ नि त, दादा नहुँदा बनाएको नि त। अनि दादाले चाहिँ एकदम चेक गर्नुहुँदैछ। तपाईँहरूलाई हाम्रो घर कस्तो लाग्यो कमेन्ट्स गर्नुहोस् है। अझै तर बनिसकेको छैन, अझै कम्प्लिट त अझै हुनु बाँकी नै छ बिचरा। दादा नहुँदा बनाएको अझै इन्कम्प्लिट छ, तर यताबाट चाहिँ यस्तो छ। ठिकै छ है? ठिकै छ।